नेपाल भर्सेस इन्डिया मैत्रीपूर्ण खेलको सम्पूर्ण जानकारी यस भिडियोमा छ। तपाईहरुलाई मैले जानकारी गराइसकेको छु। अघिल्लो खेलमा 2-1 ले नेपालले जितिसकेको छ र नेपाली टिमलाई पक्कै पनि सबैजनाले बधाई दिनुहुनेछ। र यो दोस्रो म्याचको कुरा गर्ने भने दोस्रो म्याचमा भने नेपालले मैत्रीपूर्ण खेल खेल्दै गर्दा नेपालसँग 3 जना स्पेशल प्लेयरहरु छैनन्, जुन चाहिँ पृथ्वीराज हुने छैनन् र साम्बा सावित्र भण्डारी पनि टिममा हुने छैनन्। क्लबले फिर्ता बोलाइसकेको छ र एन्जिला तुम्बाबु सुब्बा पनि फर्किसकेका छिन् उनी टिममा। र यो हुँदाखेरि नेपालको त्यति स्पेशल छैन। यसचोटि तपाईहरुले हेर्ने हो भने त्यति स्पेशल त छैन, तर पनि नेपाली टिमले आफ्नो युथ प्लेयरहरु मीना देउवालाई टिममा राखेको छ। त्यसैगरी पूर्णिमा राईलाई मौका दिन सक्छ। त्यो हिसाबले गर्दाखेरि फाइदा नै छ। र खेलको प्रत्यक्ष प्रसारण खेल समयको कुरा गर्ने हो भने खेलको प्रत्यक्ष प्रसारण कतैबाट पनि छैन। फिफाको विन्डो भन्दा बाहिरको गेम भएको हुनाले गर्दाखेरि लाइभ कतैबाट छैन। यदि युट्युबबाट आयो भने म अपडेट गराउने नै छु, पिन गरिदिने छु कमेन्टमा, तपाईहरुले हेर्नु होला। र लाइभ सँगसँगै तपाईहरुलाई जानकारी गराउनु पर्दा खेलको समय छ। स्पेशली खेलको समय तपाईहरुले सिक्किममा हुने खेल हो। नेपाली टिमले आफ्नो विश्राम गर्न नपाइकन सिक्किम पुगिसकेको छ र नेपाली टिमले उक्त खेल चाहिँ तपाईलाई 4:15 नेपालीको समयमा खेल्नेछ। र त्यसैगरी इन्डियाको अथवा देश विदेशमा हुने साथीहरुले एकचोटी कमेन्ट चाहिँ गर्नु तपाईको ठाउँ अनुसार कति बजे पर्न जान्छ। र यो जानकारी सँगसँगै अहिले पनि भिडियोबाट म बिदा चाहन्छु र यस्तै अपडेट लिएर म सधैँ आइराख्नेछु। अहिले पनि हामीलाई सब्स्क्राइब गरेर हाम्रो च्यानलसँग जोडिन नभुल्नु होला।